सम्पूर्णलाई नमस्कार। हाम्रो यो सम्पत्ति कानुन युट्युब च्यानलमा जोडिनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आजको हाम्रो यो च्यानलकै पहिलो भिडियो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित पशुबासीहरूसँग सम्बन्धित कानुनी व्यवस्थाहरू के रहेका छन् भनेर हामीले अध्ययन गर्न गइरहेका छौँ। अहिलेको समयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित पशुबासीहरू सम्बन्धित धेरै समाचारहरू आइरहेका छन्, जसमा डोजर लगाउनेदेखि तिनको व्यवस्थापन गर्ने सम्बन्धका कुरा आइरहेका छन्। डोजर चलाउनु ठिक हो वा उनीहरूको व्यवस्थापन गरेर बल्ल डोजर चलाउनु ठिक हो भन्ने कुरामा चाहिँ विवाद आइरहेको क्रममा म आज चाहिँ यो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित पशुबासीहरूसँग सम्बन्धित कानुनी व्यवस्थाहरू के रहेका छन् भनेर चाहिँ अध्ययन गर्न गइरहेका छौँ। कानुनी व्यवस्थाहरूका कुरा गर्दाखेरि नेपालको संविधान 2072, भूमि सम्बन्धी ऐन 2021, भूमि सम्बन्धी नियमहरू 2021 र तीबाट बनिएका विभिन्न आयोगको आफ्नै कार्यविधि अनुसार चाहिँ नेपालमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धित कार्यहरू भइरहेका छन्। ल यसको परिभाषा हेर्दाखेरि चाहिँ हामीले के बुझ्नुपर्छ भनेपछि भूमिहीन सुकुम्बासी भन्नाले नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको र आफ्नो वा आफ्नो परिवारको आय आर्जन स्रोत वा पर्याप्त जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति सम्झिनुपर्छ र यो शब्दले निष्प्रति आश्रित परिवारको सदस्य समेतलाई जनाउँछ भनेर चाहिँ व्याख्या गरेको छ। अब भूमिहीन सुकुम्बासी हुँदाखेरि चाहिँ के हुनु पर्यो, उसको नाममा अथवा उसको परिवारको नाममा नेपाल राज्यभित्र चाहिँ कहीँ कतै जमिन चाहिँ हुनु भएन र उसको परिवारको वा उसको आफ्नो आर्थिक स्रोत वा आर्थिक हैसियतले चाहिँ अथवा उसको आफ्नो प्रयासबाट जग्गा चाहिँ प्रबन्ध गर्न नसक्ने रहेछ भने त्यस्ता व्यक्ति र तीसँग सम्बन्धित आश्रित परिवारका सदस्यहरूलाई भूमिहीन सुकुम्बासी भनेर चाहिँ भन्ने गरिन्छ। ओके, र यसै गरी भूमिहीन दलित पनि राखिएको छ। भूमिहीन दलित भनेको के हो भन्नुपर्दा चाहिँ जो चाहिँ भूमिहीन सुकुम्बासी र उनीहरू चाहिँ राष्ट्रिय दलित आयोगबाट चाहिँ दलित भनेर उनीहरू सूचीकृत भएका छन्, तिनीहरूलाई जनाउँछ। त्यसै गरी अव्यवस्थित पशुबासी, अव्यवस्थित पशुबासी भनेका कस्ता भनेपछि चाहिँ सरकारी ऐलानी पर्ती वा सरकारी अभिलेखमा वन जनिएको भए तापनि लामो समयदेखि आबाद कमोद गरी घर टहरा बनाई बसोबास गरेका उपदफा 3 को आधारमा वर्गीकरण गरिएका व्यक्तिलाई सम्झिनुपर्छ र सो शब्दले निजप्रतिको आश्रित परिवार सदस्य समेतलाई जनाउँछ भनेर लेखिएको छ। र यो उपदफा 3 मा चाहिँ यो अव्यवस्थित बसोबासलाई उसको स्रोत, आर्थिक स्रोत, उसको भएका सम्पत्तिहरू विभिन्न आधारमा चाहिँ उसलाई वर्गीकरण गर्ने कुरो भनेको छ। अब हामीले चाहिँ यसरी बुझ्न सक्छौँ कि नेपालमा सरकारी जग्गामा बस्ने 3 परिकारका अथवा 3 प्रकारका व्यक्तिहरू छन्। एउटा भूमिहीन सुकुम्बासी जसको जग्गा कहीँ कतै छैन र आफ्नो आय स्रोतले कुनै पनि ठाउँमा पनि जग्गा चाहिँ प्रबन्ध अथवा व्यवस्था गर्न सक्दैन, किन्न सक्दैन, त्यस्तोलाई चाहिँ के छ भूमिहीन सुकुम्बासी भनिन्छ। र अर्को भूमिहीन दलित जो चाहिँ भूमिहीन सुकुम्बासी हुन् तर चाहिँ दलितवाला भूमिहीन सुकुम्बासी हुन्। र अर्को चाहिँ अव्यवस्थित बसोबासी हुन् जसले चाहिँ सरकारी ऐलानी पर्ती वा सरकारी अभिलेखमा वन जनिएको भए तापनि लामो समयदेखि आबाद कमोद गरी घर टहरा बनाई बसोबास गरेको भनेर बुझ्नुपर्छ भन्ने कुरो छ। र अव्यवस्थित बसोबासीको हकमा चाहिँ उसको जमिन त्यो मात्रै नरही ऊ बसेको जमिन मात्रै नभई अरू ठाउँमा पनि उसको जमिन हुन सक्छ भनेर चाहिँ भनिएको छ। ओके, अरू ठाउँमा पनि के छ जमिन हुन सक्छ। ओके, नर्मल्ली
अहिलेको परिवेशमा आइरहेको शब्द हुकुमवासी भन्ने शब्द आइरहेको छ अव्यवस्थित बसोबासीलाई। किनभने सुकुम्बासी त सुकुम्बासी भइहाल्यो, भूमिहीन दलित भइहाल्यो। त्यसबाहेक चाहिँ अव्यवस्थित बसोबासी छ जसका चाहिँ अरू ठाउँमा पनि सम्पत्ति छ, तर पनि के छ भने उनीहरू सरकारी ऐलानी जग्गा चाहिँ लामो समयदेखि चाहिँ आवाद कमन गरिरहेका छन्। हुन त यो सुकुम्बासी चाहिँ कानुनले चिनेको शब्द हो, तर हुकुमवासी भन्ने शब्द चाहिँ कानुनले नचिनेको शब्द हो। त्यो कारणले अबदेखि हामी चाहिँ अव्यवस्थित बसोबासी भन्छौँ। र ऐलानी जग्गा भन्नाले के हो भनेर हामी बुझ्न जान्छौँ। ऐलानी जग्गा भन्नाले सरकारको नाममा दर्ता भए वा नभएको सरकारी अभिलेखमा वन जनिएको भए तापनि लामो समयदेखि आवाद कमत गरी आएको र तत्कालीन समयमा आवाद कमत गर्न दिएको जग्गालाई सम्झनुपर्छ भन्ने कुरो छ। अब जस्तै के हुन्छ भन्दाखेरि चाहिँ यो ऐलानी जग्गा भनेपछि नेपाल सरकारको नाममा दर्ता भएको पनि हुनसक्छ, नभएको पनि हुनसक्छ। र यदि सरकारी अभिलेखमा वन लेखेको भए तापनि अथवा जनिएको भए तापनि लामो समयदेखि चाहिँ के छ भन्दाखेरि चाहिँ व्यक्तिहरूले आवाद कमत गरि आएको छन् भनेपछि त्यस्तोलाई चाहिँ के छ ऐलानी जग्गाहरू भन्न सकिन्छ। ओके, कसैले ऐलान गरिदियो ल तिमीहरू यहाँ बसो भनेर ऐलान गरिदियो र सरकारले पनि के छ भन्दाखेरि चाहिँ यसको बारेमा उसले चाहिँ एक्नोलेज गर्यो। अब सरकारले त्यस्तो जग्गाहरूमा एक्नोलेज कसरी गर्छ अथवा चाहिँ कसरी त्यसलाई चाहिँ सरकारी स्वामित्वमा भएका जग्गा पनि के छ भन्दाखेरि चाहिँ व्यक्तिलाई प्रयोग गरिदिन्छ। अथवा ऐलानी जग्गा कसरी बनाउँछ भन्दाखेरि चाहिँ जुनसुकै ठाउँमा घर बनिसके ताभए पनि त्यहाँ चाहिँ के गर्छ सरकारले बिजुली पुर्याइदिन्छ, घरमा मिटर जोडिदिन्छ। त्यसपछि चाहिँ खानेपानीको व्यवस्था गरिदिन्छ। त्यसपछि चाहिँ बाटाहरूको व्यवस्था गरिदिन्छ है, पिच बाटो बनाउनेदेखि नयाँ बाटो खोल्ने, अनि सरसफाइको व्यवस्था गरिदिन्छ। त्यसै गरी अन्य विभिन्न सेवा सुविधा पनि प्रदान गरिदिन्छ। त्यसलाई चाहिँ के भन्न सकिन्छ भनेपछि आवाद कमत गर्न दिएको जग्गा सम्झन सकिन्छ। ओके, ऐलानी जग्गा भने चाहिँ यो हो। र नेपालको संविधानले कसरी चाहिँ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई चाहिँ पहिचान गरेको छ भन्ने कुरा चाहिँ हामीले हेर्न जाँदैछौँ। र नेपालको संविधानको भाग 3 धारा 37मा चाहिँ आवासको हक व्यवस्था गरेको छ। र यसमा के लेखिएको छ भनेपछि प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ र कानुन बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनेर लेखिएको छ। ओके, भनेपछि हरेक नागरिकलाई चाहिँ के छ आवासको हक हुनेछ र उसलाई चाहिँ कानुन बमोजिम बाहेक उसको स्वामित्वमा रहेको वासस्थानबाट चाहिँ हटाइने वा अतिक्रमण गरिने छैन भनेर चाहिँ आवासको हक व्यवस्था गरेको छ। र त्यसै गरी चाहिँ धारा 40मा हामीले हेर्न सक्छौँ दलितको हक। अब यसमा के लेखिएको छ भन्दाखेरि चाहिँ राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एक पटक जमिन उपलब्ध गराउनु पर्नेछ भनेर लेखिएको छ है। एक पटक चाहिँ जमिन उपलब्ध गराउनु पर्नेछ भनेर चाहिँ लेखिएको छ। र राज्यले आवासविहीन दलितलाई कानुन बमोजिम बसोबासको व्यवस्था गर्नेछ भनेर पनि लेखिएको छ। ओके, यही कारण भएकोले संविधानमै दलितको हक भनेर राखिएको कारणले भूमिहीन सुकुम्बासी वा उसको परिभाषा अटाउँदै पनि दलितको हक भनेर राखिएको छ। के छ दलितको हक भनेर राखिएको छ। त्यही कारणले भूमिहीन सुकुम्बासी र भूमिहीन दलित चाहिँ एकै सुने तापनि उसको व्यवस्था चाहिँ दुईवटा गरिएको छ, छुट्टा छुट्टै गरिएको छ। र त्यसै गरी सामाजिक न्याय तथा समावेशीकरण सम्बन्धी नीतिले पनि है संविधानको भाग 3मै रहेको सामाजिक न्याय तथा समावेशीकरण सम्बन्धी नीतिले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ मुक्त कमैया, कमलरी, हरवा, चरवा,
हलिया भूमिहीन सुकुम्बासीहरूको पहिचान गरी बसोबासको लागि घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्ने पुनः गर्ने भनेर चाहिँ व्यवस्था गरेको छ। र यही कारणले गर्दाखेरि चाहिँ हाम्रो भूमि सम्बन्धी ऐन र भूमि सम्बन्धी नियमहरूमा पनि यो सम्बन्धी व्यवस्था गरिएको छ। र अब हेरौँ हामीले भूमि सम्बन्धी ऐनको दफा 52 कमा के लेखिएको छ भनेपछि चाहिँ जमिन उपलब्ध गराउने। नेपाल सरकारले भूमिहीन दलितलाई एक पटकका लागि तोकिए बमोजिम 3 वर्षभित्र जमिन उपलब्ध गराउने छ भनेर लेखिएको छ। यो 8औं संशोधनमा राखिएको कुरो हो र त्यसपछि चाहिँ 3 वर्षभित्र चाहिँ उपलब्ध गराउनु पर्ने भनेर चाहिँ उल्लेख गरिएको छ। तर अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ भूमिहीन सुकुम्बासीको यो समस्या चाहिँ अझै सकिएको छैन। भूमिहीन दलितको भनौँ, सुकुम्बासीको होइन दलितको है। किनभने चाहिँ भूमिहीन दलितलाई चाहिँ टप मोस्ट प्रायोरिटी दिइएको छ। यो समस्या समाधान गर्न, भूमि सम्बन्धी समस्या समाधान गर्नको लागि चाहिँ प्रमुख प्रायोरिटी अथवा टप प्रायोरिटी चाहिँ भूमिहीन दलितलाई दिएको छ। ओके, र त्यसपछि चाहिँ के छ भन्दाखेरि चाहिँ उपदफा 1 बमोजिम उपलब्ध गराएको जमिन नामसरी वा अंशबन्दा बाहेक अन्य प्रक्रियाबाट कसैलाई पनि 10 वर्षसम्म हक हस्तान्तरण गर्न पाइने छैन भनेर लेखिएको छ है। अब के व्यवस्था गरिएको छ भन्दाखेरि चाहिँ भूमिहीन दलितहरूले अथवा भूमिहीन सुकुम्बासीहरूले पाउने जग्गा चाहिँ अंशबन्दा है, अंशबन्दा बाहेक अन्य कुनै प्रक्रियाबाट चाहिँ 10 वर्षसम्म चाहिँ अरूलाई हस्तान्तरण गर्न पाइने छैन भनेर लेखिएको छ है। भनेपछि यो व्यवस्था पनि गरिएको छ। र जग्गा उपलब्ध गराउने प्रयोजनका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आयोग समिति वा कार्यदल गठन गर्न सक्नेछ भनेर लेखिएको छ। के छ भन्दाखेरि चाहिँ यो विभिन्न आयोगहरू गठन भइरहेका छन्। हालको भूमि समस्या समाधान आयोग छ, त्योभन्दा अगाडि सुकुम्बासी समस्या समाधान आयोग, राष्ट्रिय भूमि आयोग, सुकुम्बासी सम्बन्धी समस्या समाधान आयोग, वन क्षेत्र सुदृढीकरण आयोग, उच्च स्तरीय वन क्षेत्र सुदृढीकरण आयोग भनेर विभिन्न आयोग समिति वा कार्यदलहरू चाहिँ गठन भइरहेको छ। के छ, जमिन सम्बन्धी अथवा जमिन उपलब्ध गराउने कार्यका लागि। र यी आयोग समिति वा कार्यदलको गठन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ भनेर लेखिएको छ। र यिनीहरूको आफ्नै गठनादेश कार्यविधिहरू हुने गर्दछन्। र भूमिहीन सुकुम्बासीलाई चाहिँ जग्गा उपलब्ध गराउने सम्बन्धी व्यवस्था पनि छ। प्रचलित कानुनमा जुनसुकै कुरा लेखेको भए तापनि भूमिहीन सुकुम्बासीलाई एक पटकका लागि नेपाल सरकारले उपदफा 4 को अधीनमा रही निजहरूले आबद कमोद गर्दै आएको स्थान वा नेपाल सरकारले उपयुक्त ठहराएको अन्य कुनै सरकारी जग्गामा तोकेको क्षेत्रफलको हदमा नबढ्ने गरी जग्गा उपलब्ध गराउने छ भनेर लेखिएको छ है। जस्तै उपदफा 4 मा यहाँ लेखिएको छ कुन कुन ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउनु छैन भनेर लेखिएको छ। ती बाहेकका जग्गाहरूमा चाहिँ उसले यदि आबाद कमोद गर्दै आएको छ भनेपछि चाहिँ त्यसै जग्गामा अथवा नेपाल सरकारले उपयुक्त ठहराएको अन्य कुनै सरकारी जग्गामा चाहिँ के छ त्यस्ता सुकुम्बासीहरूलाई चाहिँ क्षेत्रफलको हद नबढ्ने गरी चाहिँ जग्गा उपलब्ध गराउँछ भनेर चाहिँ व्यवस्था गरिएको छ। र कति जग्गा दिने, कुन ठाउँमा कस्तो जग्गा दिने बारेमा चाहिँ भूमि सम्बन्धी नियममा चाहिँ लेखिएको छ। र भूमिहीन सुकुम्बासीलाई तोकिएको क्षेत्रफलभन्दा बढी जग्गा आबाद वा कमोद गरी आएको अवस्था रहेछ भने त्यसरी तोकिएको क्षेत्रफलभन्दा बढीको जग्गा यस दफाको अधीनमा रही अन्य भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराउन वा नेपाल सरकारले अन्य प्रयोजनको लागि उपयोग गर्नेछ भनेर चाहिँ लेखिएको छ। भनेपछि यदि भूमिहीन सुकुम्बासीले उसले पाउनुभन्दा बढी जग्गा चाहिँ उसले आबाद कमोद गरेको छ भने चाहिँ उसलाई दिनुपर्ने जग्गा दिने र त्योभन्दा बढी भएको जग्गा चाहिँ के छ नेपाल सरकारको अन्य परिजन वा भूमिहीन सुकुम्बासी अन्य भूमिहीन सुकुम्बासीलाई दिनको लागि चाहिँ के छ प्रयोग गर्न सकिनेछ भनेर लेखिएको छ।
र यस दफा बमोजिम भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराएको जग्गा अंशबन्ध वा अपुतालीको अवस्थामा बाहेक अन्य कुनै प्रक्रियाबाट 10 वर्षसम्म हस्तान्तरण गर्न पाइने छैन र सो अवधि पश्चात समेत त्यस्तो जग्गा स्वामित्वविहीन हुने गरी कुनै बेहोराले हक हस्तान्तरण गर्न पाइने छैन भनेर लेखिएको छ। के छ भन्दाखेरि चाहिँ दुई केसमा चाहिँ यसको हक हस्तान्तरण गर्न पाइन्छ है, अंशबन्ध गर्ने हकमा र अपुतालीको हकमा चाहिँ के छ, यो जग्गा चाहिँ हक हस्तान्तरण गर्न मिल्छ 10 वर्षभन्दा अगाडि। तर है अंशबन्ध र अपुतालीको हक बाहेक 10 वर्षभन्दा अगाडि चाहिँ त्यस्तो जग्गा चाहिँ बेच्न चाहिँ पाइँदैन। किन्न त पायो उसले, तर बेच्न चाहिँ के छ भन्दाखेरि चाहिँ पाएन है, अथवा हक हस्तान्तरण गर्न पाइने छैन भनेर लेखिएको छ। र त्यो 10 वर्षको अवधि सकेको पछि पनि त्यस्तो जग्गा चाहिँ स्वामित्वविहीन हुने गरी चाहिँ कुनै बेहोराले पनि हक हस्तान्तरण गर्न पाइने छैन भनेर लेखेको छ। त्यो भन्नुको तात्पर्य चाहिँ के हो भनेपछि चाहिँ कुनै व्यक्तिले आफू फेरि भूमिहीन सुकुम्बासी हुने गरी चाहिँ त्यस्तो जग्गा चाहिँ बेच्न पाउने छैन भनेर चाहिँ लेखिएको छ। र यस दफामा अन्यथा जुनसुकै कुरा लेखेको भए तापनि यस दफा बमोजिम जग्गा उपलब्ध गराउँदा देखाएको जग्गा उपलब्ध गराइने छैन भनेर लेखिएको छ। अब हामीले देखिरहेको समस्या पनि यस्तै छ। कति ठाउँमा चाहिँ भूमिहीन दलित होस् वा भूमिहीन सुकुम्बासी उनीहरू जानेर वा नजानेर नपाउने जग्गामा गएर है, उनीहरूले फ्युचरमा नपाउने जग्गामा गएर चाहिँ बसेका हुन्छन्, अथवा अव्यवस्थित बसोबासीले पनि उनीहरू ज्ञान अज्ञानमा त्यो जग्गा चाहिँ आबाद कमत गर्दै आएका हुन्छन् र त्यस्तो जग्गाहरू चाहिँ उपलब्ध गराइने छैन भनेर कानुनमै लेखिएको छ। र कस्ता जग्गा भनेपछि चाहिँ धार्मिक, सांस्कृतिक वा सामरिक महत्त्वका क्षेत्रभित्रका जग्गाहरू, प्राकृतिक प्रकोप, विपद व्यवस्थापन र वातावरणीय संरक्षणको दृष्टिबाट सुरक्षित गर्न आवश्यक देखिएका जग्गाहरू, सार्वजनिक जग्गा, नदी, खोला वा नहरको जग्गा, जोखिमयुक्त स्थानमा बसोबास गरिएका जग्गा, राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रको जग्गा, हाल रुख बिरुवाले ढाकिएको वन जग्गा वा सडक सीमाभित्रका जग्गाहरू चाहिँ के छ, उपलब्ध गराइने छैन। त्यही कारणले पनि काठमाडौँ उपत्यकामा नदी किनारमा बसेका जग्गाहरू चाहिँ भत्काइने अथवा उठीवास गर्ने चाहिँ कार्य भइरहेको छ जस्तो लाग्छ। र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको परियोजनाका लागि आवश्यक रहेका जग्गाहरू पनि के छ, भूमिहीन सुकुम्बासीहरूलाई उपलब्ध गराइने छैन भनेर लेखेको छ। र अन्य तोकियो बमोजिमका स्थानका जग्गाहरू भनेर पनि लेखेको जस्तै कहिलेकाहीँ के हुन्छ, नेपाल सरकारले यसलाई आवश्यक पर्ने जग्गाहरू भनेर चाहिँ तोकेका हुन्छन्, ती जग्गाहरू पनि दिन मिल्दैन। र यसरी जग्गा पाउँदाखेरि चाहिँ कुनै व्यक्ति वा निजको परिवारलाई नेपाल सरकारले कुनै प्रकारले सरकारी जग्गा वा आवास उपलब्ध गराएको रहेछ भने त्यस्तो व्यक्ति वा परिवारलाई यस दफा बमोजिम जग्गा उपलब्ध गराइने छैन भनेर लेखिएको छ। र यदि उसले पहिले जग्गा वा आवास वा घर पाएको छ भनेपछि, सरकारदेखि चाहिँ घर पाएको छ भनेपछि उसले चाहिँ यस्तो जग्गाहरू चाहिँ पाउने छैन, अथवा उसको परिवारले समेत पाउने छैन भनेर पनि व्यवस्था गरिएको छ। अब भूमि सम्बन्धी नियमहरूको 2021 हेर्दैछौँ र यो 20औं संशोधनले चाहिँ केही चेन्जेसहरू ल्याएको छ, त्यो समेत हामी अध्ययन गर्न गइरहेका छौँ। र भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गा उपलब्ध गराउने भनेर लेखिएको छ। र आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको परिवारलाई एकपटकका लागि आवास वा कृषि वा दुवै परियोजनाका लागि बढीमा देहाय बमोजिमको क्षेत्रफलको जग्गा उपलब्ध गराउनु छ भनेर लेखिएको छ। अब यहाँ चाहिँ कुन एरियामा, कुन क्षेत्रमा कति जग्गा दिन मिल्छ भन्ने कुरो छ। जस्तै आवासका लागि काठमाडौँ उपत्यका र महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको सहरी क्षेत्रमा
130 वर्गमिटर मात्रै जग्गा दिन मिल्छ भनेर चाहिँ उल्लेख गरिएको छ है। 130 वर्गमिटर भन्दा बढी नहुने गरी चाहिँ दिन मिल्छ, बढी चाहिँ दिन मिल्दैन भनेर लेखिएको छ। र उपखण्ड 1 मा उल्लेखित क्षेत्र बाहेक अन्य क्षेत्रमा 340 वर्गमिटरसम्म चाहिँ के छ, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसै गरी चाहिँ कृषि प्रयोजनका लागि चाहिँ तराई र भित्री मधेसमा 2000 वर्गमिटरसम्म र हिमाल तथा पहाडमा 3000 वर्गमिटरसम्म चाहिँ के छ, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई चाहिँ के छ, जग्गा उपलब्ध गराउन सकिन्छ। के प्रयोजनका लागि? कृषि प्रयोजनका लागि। ओके। र उपनियम 1 बमोजिम जमिन उपलब्ध गराउँदा सम्भव भएसम्म भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारले बसोबास वा आवत कमत गरी आएको स्थानमा नै निजहरूलाई जग्गा उपलब्ध गराइनेछ भनेर लेखिएको छ। जस्तै कोही भूमिहीन दलित वा भूमिहीन सुकुम्बासी चाहिँ त्यही ठाउँमा बसेको छन् र त्यो जग्गा चाहिँ हाम्रो यो उपदफा 4 बमोजिमको बाहेकका जग्गामा बसेको छ भने चाहिँ ऊ भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई त्यही नै जग्गा उपलब्ध गराउनु पर्ने छ भनेर चाहिँ लेखिएको छ। र उपनियम 3 मा जुनसुकै कुरा लेखेको भए तापनि देहायको अवस्थामा निज बसोबास गरिआएको स्थानमा जग्गा उपलब्ध गराउन मिल्ने भएमा आयोगले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी छनौट गरेका अन्य स्थानमा आवास प्रयोजनका लागि भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनेछ भनेर लेखिएको छ। ऐनको दफा 52 खको उपदफा 4 मा उल्लेखित जग्गामा बसोबास वा आवाद कमत गरेको जग्गा लेखेको छ। यो भनेको तपाईँलाई यही जग्गा नै हो है। धार्मिक सांस्कृतिकदेखि यहाँसम्मका जग्गाहरू, कदेखि ngसम्मका जग्गाहरू र कसैको निजी घर जग्गामा भाडा तिरी वा नतिरी आवाद कमत गरेको छ भनेपछि त्यस्तोमा पनि के हुन्छ भन्दाखेरि चाहिँ स्थानीय तहले चाहिँ त्यसको लागि चाहिँ व्यवस्था गरी चाहिँ त्यो जग्गा चाहिँ वितरण गर्न सक्नेछ भनेर लेखिएको छ। र उपनियम 4 बमोजिम जग्गा बसोबास वा आवाद कमत गरेको भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई आयोगले तोकेको स्थानमा उपनियम 1 को खण्ड क बमोजिम क्षेत्रफलमा नबढ्ने गरी योजनाबद्ध ढङ्गले जग्गा विकास गरी जग्गा उपलब्ध गराउन सक्नेछ भनेर लेखिएको छ। भनेपछि उपनियम 1 को खण्ड क मा के लेखेको छ, आवासका लागि भनेपछि योभन्दा बढी जग्गा नबढ्ने गरी चाहिँ के छ, जग्गा विकास गरी चाहिँ जग्गा उपलब्ध गराउन सकिनेछ भनेर लेखेको छ। जसमा चाहिँ बाटोहरू बनाएर, बाटो निकासहरू गराएर, ढल निकास गराएर, खानेपानीको व्यवस्था गरेर, बिजुली बत्तीको व्यवस्था गरेर पनि जग्गा उपलब्ध गराउन सकिन्छ भनेर लेखिएको छ। र यसमा अन्यथा जुनसुकै कुरा लेखेको भए तापनि भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीले आफूले आवाद कमत गरी आएको जग्गा उपनियम 1 बमोजिम प्राप्त हुने जग्गाको हदभन्दा बढी हुने भए त्यस्तो आवाद कमत गरेको सबै जग्गा पाउन दाबी गरेमा त्यस्तो भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई नियम 41 ग मा उल्लेखित जग्गाको क्षेत्रफल बढ्ने नगरी 41 छ बमोजिम दस्तुर लिई जग्गा उपलब्ध गराउन सकिनेछ भनेर लेखिएको छ। अब के छ भन्दाखेरि चाहिँ यदि भूमिहीन सुकुम्बासी वा भूमिहीन दलितले आफूले आवाद कमत गरी आएको जग्गा चाहिँ जग्गाको हदभन्दा, जस्तै के छ भन्दाखेरि चाहिँ हाम्रो यहाँ लेखिएको हदभन्दा, ओके, आवासका लागि र कृषिका लागि दिएको हदभन्दा बढी रहेको छ भनेपछि चाहिँ त्यस्तो आवाद कमत गरेको सबै जग्गा पाउन दाबी गरेमा त्यस्तो भूमिहीन दलित वा सुकुम्बासीलाई नियम 41 ग मा उल्लेखित जग्गाको क्षेत्रफलमा नबढ्ने गरी, जुन चाहिँ अव्यवस्थित बसोबासीको हकमा नबढ्ने गरी चाहिँ नियम 41 छ बमोजिम दस्तुर 41 छ बमोजिम दस्तुर लिई निजलाई जग्गा उपलब्ध गराउन सकिनेछ भनेर लेखिएको छ। र उसले चाहिँ होइन मैले चाहिँ पुरै जग्गा लिन्छु भनेपछि चाहिँ उसलाई अव्यवस्थित बसोबासी सरह उसँग राजस्व लिई नेपाल सरकारमा राजस्व दाखिला गराई जग्गा चाहिँ प्रदान गर्न सकिनेछ भनेर पनि लेखिएको छ। र अब हाम्रो अव्यवस्थित बसोबासी सम्बन्धी कुरा आउँछ, जुन मैले अघि हुकुमबासी भनेर प्रचलित रहेको छ। तर त्यो हुकुमबासी चाहिँ त्यो कानुनी शब्द चाहिँ होइन, कानुनले चाहिँ व्यवस्था गरेको शब्द चाहिँ होइन, यो चली आएको शब्द हो। र हालका लागि हामीले त्यसलाई चाहिँ अव्यवस्थित बसोबासी नै भन्ने गर्छौँ। र
प्रचलित कानुनमा जुनसुकै कुरा लेखेको भए तापनि यो दफा प्रारम्भ हुँदा बखत ऐलानी वा सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र जनिएको भए तापनि आबादीमा परिणत भएको जग्गामा कम्तीमा 10 वर्ष अघिदेखि आबाद कमत गरी आएका अव्यवस्थित बसोबासीलाई एक पटकका लागि नेपाल सरकारले निजहरूले आबाद कमत गर्दै आएको स्थानमा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी जग्गा उपलब्ध गराउन सक्नेछ भनेर चाहिँ लेखिएको छ है। अब कम्तीमा 10 वर्ष भनेको चाहिँ यो 2076 माघ 28 गते भन्दा अगाडिको 10 वर्ष अघिदेखि चाहिँ आबाद कमत गरी आएको हुनुपर्छ र क्षेत्रफलको हकमा चाहिँ भूमि सम्बन्धी नियम 2021 को विश्व संसदले गरेको व्यवस्था अनुसार चाहिँ जग्गा उपलब्ध गराउन सक्नेछ भन्ने चाहिँ लेखिएको छ। र उपदुफा 1 बमोजिम जुनसुकै कुरा लेखेको भए तापनि अव्यवस्थित बसोबासीले दफा 52 खको दफा 4 मा उल्लेखित जग्गामा बसोबास गरी आएका रहेछन् भने निजहरूलाई त्यस्तो जग्गा उपलब्ध गराइने छैन भनेर लेखिएको छ। दफा 4 भनेको चाहिँ अघि हामीले हेरेको कुन कुन जग्गाहरू प्रोभाइड गर्न सकिँदैन उपलब्ध गराउन सकिँदैन ती जग्गाहरू चाहिँ हामीले बुझ्नुपर्छ है। जस्तै के छ भन्दाखेरि चाहिँ नदी किनारमा गएर चाहिँ मैले चाहिँ यो जग्गा चाहिँ अव्यवस्थित बसोबासीको रूपमा चाहिँ आबाद कमत गर्दै आएको छु र मैले यो पाउनुपर्छ भनेर चाहिँ उसले माग गर्न सक्दैन भन्ने व्यवस्था गरिएको छ। र उपदफा 1 बमोजिम अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा निजको आर्थिक अवस्था बसोबासको स्थिति जग्गाको प्रकृति क्षेत्रफल मूल्याङ्कन आबाद कमत गरेको अवधि र अन्यत्र जग्गा भए नभएको लगायतका आधारमा तोकिए बमोजिम वर्गीकरण अनुसार तोकिए बमोजिमको दस्तुरले जग्गाको स्वामित्व उपलब्ध गराउन सक्नेछ भनेर लेखिएको छ। भनेपछि चाहिँ कुनै पनि अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा उसको आर्थिक अवस्था कस्तो छ बसोबास कस्तो छ है पक्की घर बनाएर बसेको छ कि कच्ची घर बनाएर बसेको छ कि अथवा जग्गाको प्रकृति के कस्तो छ आवासीय हो कि कृषि हो कि क्षेत्रफल के कति छ मूल्याङ्कन के कति छ हैन यी इत्यादि कुराहरू हेरेर सोही बमोजिम दस्तुर तोकेर र दस्तुर दाखिला गर्न लगाई है दस्तुर दाखिला गर्न लगाई उसलाई चाहिँ स्वामित्व उपलब्ध गराउन सकिनेछ भन्ने चाहिँ व्यवस्था गरिएको छ। र अव्यवस्थित बसोबासीले तोकिएको क्षेत्रफलभन्दा बढी जग्गा आबाद कमत गरी आएको अवस्था रहेछ भने त्यसरी तोकिएको क्षेत्रफल बढीको जग्गा नेपाल सरकारले अन्य प्रयोजनको लागि उपयोग गर्न सक्नेछ भनेर लेखिएको छ। जस्तै के हुँदो रहेछ भनेपछि चाहिँ यदि कुनै पनि व्यक्तिले उसले पाउने जग्गाभन्दा है क्षेत्रफलभन्दा बढी जग्गा आबाद कमत गरेको रहेछ भनेपछि त्यस्तो जग्गा चाहिँ नेपाल सरकारले अन्य प्रयोजनको लागि चाहिँ उपयोग गर्न सक्नेछ भनेर व्यवस्था गरिएको छ। र यस दफा बमोजिम उपलब्ध गराएको जग्गा अंशबन्दा र अपुतालीको अवस्थामा बाहेक अन्य कुनै प्रक्रियाबाट 10 वर्षसम्म कुनै पनि व्यक्तिलाई हक हस्तान्तरण गर्न पाइने छैन भनेर चाहिँ बन्देज लगाइएको छ। भनेपछि यदि कसैले अव्यवस्थित बसोबासी भएर उसले चाहिँ जग्गा दर्ता प्रमाण पूर्जा पाउँछ भनेपछि त्यस्तो जग्गा चाहिँ उसले चाहिँ कुनै पनि व्यक्तिलाई चाहिँ 10 वर्षसम्म चाहिँ हक हस्तान्तरण गर्न पाउने छैन तर अंशबन्दा र अपुतालीको हकमा मात्र उसले हक हस्तान्तरण गर्न पाउनेछ भनेर चाहिँ लेखिएको छ। र यस दफा बमोजिम कुनै अव्यवस्थित बसोबासी वा निजको परिवारलाई नेपाल सरकारले कुनै प्रकारले सरकारी जग्गा वा आवास उपलब्ध गराएको रहेछ भने त्यस्तो व्यक्ति वा परिवारलाई यस दफा बमोजिम जग्गा उपलब्ध गराइने छैन भनेर लेखिएको छ। भनेपछि यदि कसैले अलरेडी अथवा पहिले नै उसले नेपाल सरकार मार्फत चाहिँ सरकारी जग्गा वा आवास उपलब्ध भएको छ अथवा पाएको छ भनेपछि त्यस्तो व्यक्ति वा परिवारले जग्गा चाहिँ पाउने छैन भनेर व्यवस्था गरिएको छ। र भूमि सम्बन्धी नियमहरू 2021 को विश्व संशोधन बमोजिम अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने जग्गाको स्थान र क्षेत्रफल सम्बन्धी व्यवस्था गरिएको छ र जसमा चाहिँ ऐनको दफा 52 ग बमोजिम अव्यवस्थित बसोबासीको परिवारलाई आयोगले निजले आबाद कमत गर्दै आएको स्थानमा आवास वा कृषि वा दुवै प्रयोजनका लागि बढीमा देखाए बमोजिमको क्षेत्रफल
उपलब्ध गराउन सक्नेछ भनेर लेखिएको छ, जसमा चाहिँ आवास परियोजनाका लागि काठमाडौँ उपत्यका, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको शहरी क्षेत्रमा 130 वर्गमिटर सम्म र उपखण्ड 1 मा उल्लेखित क्षेत्र बाहेक अन्य क्षेत्रमा 1000 वर्गमिटरसम्म चाहिँ आवास परियोजनाका लागि चाहिँ जग्गा उपलब्ध गराउन सकिनेछ भनेर लेखिएको छ। तर कृषि परियोजनाका लागि 10,000 वर्गमिटरसम्म जग्गा चाहिँ के छ उपलब्ध गराउन सकिनेछ भनेर लेखिएको छ। र तर आवास र कृषि दुवै परियोजनाका लागि जग्गा उपलब्ध गराउँदा आवास परियोजनाका लागि खण्ड क को सीमाभित्र रही कुल क्षेत्रफलको खण्ड ख को सीमामा नबढ्ने गरी जग्गा उपलब्ध गराउनु पर्नेछ भनेर लेखिएको छ। जस्तै क बमोजिम आवासीय क्षेत्र प्रदान गर्न सकिन्छ र कृषि क्षेत्र पनि प्रदान गर्ने पर्ने अवस्था आएको छ भनेपछि चाहिँ त्यस्तो हकमा कृषि क्षेत्रको अप्पर लिमिट 10,000 वर्गमिटर नपुग्ने गरी है 10,000 वर्गमिटरभन्दा बढी नपुग्ने गरी चाहिँ के छ जग्गा दिनुपर्नेछ भनेर लेखिएको छ। भनेपछि आवास र कृषि दुइटै गरेर 10,000 भन्दा बढी चाहिँ जानु हुँदैन भन्ने कुरो चाहिँ यो वाक्यले चाहिँ बुझाउँछ। र उपनियम 1 मा जुनसुकै कुरा लेखेको भए तापनि देखाएको अवस्थामा देहाय बमोजिम हुनेछ भनेर लेखिएको छ। जस्तै के छ भन्दाखेरि चाहिँ काठमाडौँ उपत्यका, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको शहरी क्षेत्रमा कृषि परियोजनाका लागि जग्गा उपलब्ध गराइने छैन भनेर लेखिएको छ। किनभने चाहिँ कृषि क्षेत्र चाहिँ अलिकति धेरै हुन्छ र शहरी क्षेत्रमा आवासीयको लागि मात्रै भएको हुँदा आवासीय जग्गा मात्रै प्रदान गर्नुपर्ने छ र कृषि परियोजनाको लागि चाहिँ दिइने छैन। त्यसै गरी उपनियम 1 मा उल्लेखित क्षेत्रफलभन्दा कम क्षेत्रफलमा अव्यवस्थित बसोबासीले बसोबास वा आवाद कमत गरी आएको भएमा त्यस्तो बसोबास वा आवाद कमत गरी आएको क्षेत्रफलको हदसम्म निजलाई उपलब्ध गराइनेछ भनेर लेखिएको छ। जस्तै के छ भन्दाखेरि चाहिँ अव्यवस्थित बसोबासीले चाहिँ बसोबास वा आवाद कमत गरी आएको भएमा त्यस्तो बसोबास वा आवाद कमत गरी आएको क्षेत्रफलको हदसम्म निजलाई उपलब्ध गराइन्छ भनेर लेखिएको छ है। थोरै जग्गामा ऊ बसेको छ त्यति नै जग्गा चाहिँ उसलाई उपलब्ध गराइन्छ भनेर लेखिएको छ। र ऐनको दफा 52 ख को उपदफा 4 मा उल्लेखित जग्गामा बसोबासी वा आवाद कमत गरी आएको अव्यवस्थित बसोबासलाई सो जग्गा वा त्यसको क्षतिपूर्ति वा सो जग्गाको सट्टामा अन्य कुनै जग्गा उपलब्ध गराइने छैन भनेर लेखिएको छ। जुन चाहिँ उपलब्ध गराउन नमिल्ने जग्गाहरू छन् त्यसमा बसे भने उनीहरूलाई क्षतिपूर्ति पनि दिइँदैन, त्यसको जग्गाको सट्टा भर्ना पनि गरिँदैन, अथवा कुनै ठाउँमा पनि उसलाई अव्यवस्थित बसोबासी भएको कारणले उसलाई चाहिँ जग्गा उपलब्ध गराइने छैन भनेर लेखिएको छ। त्यसै गरी कुनै अव्यवस्थित बसोबासीले उपनियम 1 को खण्ड क को उपखण्ड 1 मा उल्लेखित क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा स्थायी संरचना है स्थायी संरचना बनाएको हकमा के गर्ने भन्ने कुरा लेखेको छ। त्यस्तो स्थायी संरचना बनाए बसोबास गरेको र त्यस्तो संरचना प्राविधिक दृष्टिले छुट्याउन नसकिने भए बढीमा 46 वर्गमिटरसम्म र संरचना नबनाएको भए निजले बसोबास वा आवाद कमत गरेको जग्गासम्म सिमाना जोडेको अन्य सरकारी जग्गामा मिलान गर्दा समेत भूमिहीन दलित वा सुकुम्बासीलाई यी नियमहरू बमोजिम जग्गा दिन पर्याप्त नहुने वा सरकारी वा सार्वजनिक परियोजनाका लागि प्रयोग गर्न नसकिने रहेछ भनेपछि 5 मिटर भन्दा कम मोडा भएको बढीमा 46 वर्गमिटरसम्म थप जग्गा निजलाई उपलब्ध गराउन सकिनेछ भनेर लेखिएको छ। जस्तो के छ भन्दाखेरि चाहिँ यदि त्यो जग्गामा चाहिँ घर बनिसकेको छ र प्राविधिक रूपले चाहिँ त्यो छुट्याउन सकिँदैन भनेपछि चाहिँ त्यस्तो जग्गामा आवश्यक जग्गामा चाहिँ 46 वर्गमिटर थप गरेर दिन सकिनेछ भनेर लेखिएको छ। र यदि संरचना बनेको छैन भनेपछि चाहिँ त्यस्तोमा यदि भूमिहीन सुकुम्बासीलाई त्योसँग साइडमा जोडिएका जग्गाहरू त्योसँग साइडमा जोडिएका जग्गाहरूमा भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गर्न सकिन्छ भने त्यही प्रयोगको लागि अथवा त्यही परियोजनाको लागि चाहिँ प्रयोग गर्नुपर्ने छ। अथवा त्यस्तो परियोजनाको लागि प्रयोग गर्न सकिँदैन भनेपछि चाहिँ 5 मिटरभन्दा कम मोडा राखी र बढीमा 46 वर्गमिटरसम्मको थप जग्गा चाहिँ के छ
सो अव्यवस्थित बसोबासीलाई चाहिँ उपलब्ध गराउन सकिनेछ भनेर व्यवस्था गरिएको छ। ओके। र अर्को अव्यवस्थित बसोबासीले एकै जिल्लाको आपसमा सिमाना जोडिएको एकभन्दा बढी स्थानीय तहको छुट्टा छुट्टै स्थानमा बसोबास र आवाद कमत गरेको रहेछ भने निजलाई आवासको लागि उपनियम 1 को खण्ड कमा उल्लिखित क्षेत्रफल समेत गरी सोही उपनियमको खण्ड खमा उल्लेखित क्षेत्रफल नबढाई निजलाई बसोबास र आवाद कमतको लागि जग्गा उपलब्ध गराइनेछ भनेर लेखिएको छ। यदि एकै जिल्लाको एकभन्दा बढी स्थानीय तहमा छुट्टा छुट्टै स्तरमा चाहिँ ऊ बसोबास गरिरहेको छ भनेपछि उसलाई आवासको लागि अघि देखाएको बमोजिमको क्षेत्रफल र कृषिका लागि चाहिँ राखिएको क्षेत्रफलमा नबढ्ने गरी चाहिँ के छ जग्गा दिन मिल्नेछ भन्ने चाहिँ लेखिएको छ। तर एकै जिल्लाको आपसमा सिमाना नजोडिएको स्थानीय तह वा एकभन्दा बढी जिल्लामा बसोबास वा आवाद कमत गरेको अव्यवस्थित बसोबासीलाई निजले कुनै एक स्थानीय तह वा जिल्लामा आवासको लागि उपनियम 1 को खण्ड कमा उल्लिखित क्षेत्रफल समेत गरी सोही उपनियमको खण्ड कमा उल्लिखित क्षेत्रफल नबढाई निजलाई सोही स्थानमा बसोबास र आवाद कमत गरेको क्षेत्रफलसम्मको जग्गा उपलब्ध गराइनेछ भनेछ। जस्तै एकभन्दा 2 स्थानीय तहमा बसेको छ वा जिल्लामा बसेको छ भनेपछि चाहिँ एक मात्र स्थानीय तहमा चाहिँ उसले जग्गा पाउनेछ भनेर लेखेको छ। नियम अनुसार पाउनु पर्ने क्षेत्रफलको जग्गा चाहिँ उसले पाउनेछ। जस्तै इलाममा पनि बसिरहेको छ, काठमाडौँ पनि बसिरहेको छ भने चाहिँ कुनै एकमा पाउनेछ भनेर लेखेको छ। अथवा 3-4वटामा बसेको छ भने चाहिँ उसले सबै ठाउँ चाहिँ पाउँदैन, एक ठाउँमा मात्रै पाउँछ। किनभने चाहिँ अव्यवस्थित बसोबासीलाई नियन्त्रण गर्नको लागि पनि यो बनाएको जस्तो लाग्छ। र यसै गरी यस नियममा अन्यत्र कुनै जुनसुकै कुरा लेखेको भए तापनि कुनै सार्वजनिक जग्गासँग साथ जोडिएको कुनै जग्गा धनले त्यस्तो सरकारी वा सार्वजनिक जग्गा आफ्नो जग्गामा घुसे आवाद कमत गरी आएको भए निजलाई त्यस्तो जग्गा उपलब्ध गराइने छैन भनेर व्यवस्था गरेको छ। भनेपछि चाहिँ कसैले चाहिँ आफ्नो जग्गा हुँदाहुँदै साइडमा भएको सार्वजनिक जग्गा जस्तै कुलोहरू मासेर आवाद कमत गरेका छन् भनेपछि त्यस्तो जग्गाहरू चाहिँ उपलब्ध गराइने छैन भनेर चाहिँ व्यवस्था गरेको छ। र यस बमोजिम कृषि प्रयोजनको लागि उपलब्ध गराएको जग्गा कृषि बाहेक अन्य प्रयोजनको लागि प्रयोग गर्न पाइने छैन भनेर लेखिएको छ। भने चाहिँ कृषिको लागि प्रोभाइड गरेको छ भने चाहिँ कृषि नै गर्नुपर्छ भनेर लेखिएको छ। र जुनसुकै कुरा लेखेको भए तापनि देखाएको अवस्थामा आर्थिक रूपले विपन्न अव्यवस्थित बसोबासीले आवासको हकमा उपनियम 1 को खण्ड क बमोजिम क्षेत्रफलको जग्गा र कृषिको हकमा 1500 वर्गमिटरसम्म आवाद कमत गरेको रहेछ भनेपछि स्थानीय तहको सिफारिस समेतका आधारमा आयोगले 41 बमोजिम निर्धारण गरिएको राजस्व अथवा दस्तुरको 25% दस्तुर लिई आवास वा कृषि परियोजनाका लागि जग्गा उपलब्ध गराउन सक्नेछ भनेर लेखेको छ। यदि कोही गरिब छ है, जसको परिवारको सदस्यको जीवनयापन गर्ने कुनै आधार वा सम्पत्ति छैन, अथवा परिवारको मुख्य व्यक्ति वा सदस्य शारीरिक वा मानसिक रूपले अशक्त भई श्रम गर्न नसक्ने अवस्था भएको वा परिवारको सदस्यहरू समेत आय आर्जन कुनै स्रोत नभएको र परिवारको पालन पोषण तथा हेरचाह गर्ने व्यक्तिबाट समेत सहयोग हुन नसक्ने अवस्था भएको है अथवा नभएको हकमा 25% दस्तुर लिएर चाहिँ जग्गा उपलब्ध गराउन सक्नेछ भनेर लेखिएको छ। जसका लागि चाहिँ स्थानीय तहले चाहिँ सिफारिस गर्नुपर्ने हुन्छ। र यस परियोजनाका लागि आर्थिक रूपले विपन्न भन्नाले नेपाल सरकारले तोकेको आयभन्दा कम आय भएको व्यक्ति सम्झिनुपर्छ भनेर हामीले बुझ्नुपर्छ। त्यसै गरी चाहिँ नियम 41 बमोजिम निर्धारण भएको दस्तुर आर्थिक रूपले विपन्न भएको कारणले एकमुष्ट बुझाउन नसके कारण खोली कुनै अव्यवस्थित बसोबासीले आयोग समक्ष निवेदन दिन सक्नेछ भनेर लेखिएको छ। र त्यस्तो प्राप्त निवेदनमा छानबिन गर्दा त्यस्तो अव्यवस्थित बसोबासीको निवेदनमा उल्लिखित कारण विश्वसनीय देखिएमा आयोगले त्यस्तो अव्यवस्थित बसोबासीले 3 वर्षभित्र दस्तुर चुक्ता गर्ने गरी किस्ता तोक्न सक्नेछ भनेर लेखिएको छ। भनेपछि यदि कुनै व्यक्तिले चाहिँ त्यो दस्तुर तिर्न सकेन भनेपछि उसलाई चाहिँ 3 वर्षको अवधिमा चाहिँ किस्ता तिर्ने मौका दिइनेछ। र त्यो किस्ता तिरिसकेपछि अथवा त्यो दस्तुर चुक्ता गरिसकेपछि
बल्ल उसले मालपोत कार्यालयबाट जग्गा धनी प्रमाण पूर्जा चाहिँ उसले पाउनेछ भनेर लेखेको छ र त्यो दस्तुर चुक्ता नगरेसम्म चाहिँ आयोगले अव्यवस्थित बसोबासीको नाममा तयार भएको दर्ता श्रेष्ठ बमोजिम जग्गा रोक्का राख्नेछ भनेर चाहिँ व्यवस्था गरिएको छ। भनेपछि चाहिँ उसले 3 वर्षभित्र किस्ता तिर्न सक्नेछ र 3 वर्षभित्र तिर्न नसके 3 वर्षभित्रसम्म चाहिँ उसले नतिर्दासम्म चाहिँ उसको जग्गा चाहिँ आयोगले रोक्का राख्न सकिन्छ र पुरै किस्ता तिरिसकेको बखत चाहिँ उसको चाहिँ जग्गा चाहिँ मालपोत कार्यालयले चाहिँ उसको नाममा जग्गा दिने प्रमाण पूर्जा जारी गर्नेछ भन्ने चाहिँ व्यवस्था गरेको छ र दस्तुरले जग्गा उपलब्ध गराउन सक्ने व्यवस्था पनि राखिएको छ र आयोगले अव्यवस्थित बसोबासीलाई जग्गाको प्रकृति क्षेत्रफल र मूल्याङ्कनलाई समेत हेरी देखाए बमोजिम दस्तुरले जग्गा उपलब्ध गराउन सक्नेछ भनेर व्यवस्था गरेको छ र यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ कृषि परियोजनाको जग्गाको हकमा रजिस्ट्रेसन परियोजनाको लागि तोकिएको न्यूनतम मूल्याङ्कनको देहाय बमोजिमको रकम उसले चाहिँ आयोगले दस्तुर निकाल्ने परियोजनाको लागि प्रयोग गर्न सक्नेछ। जस्तै 1700 वर्गमिटरसम्मको जग्गाको हकमा चाहिँ 5% दरले हुन आउने रकम र 1700 वर्गमिटरभन्दा बढीको जग्गाको हकमा 10% दरले हुन आउने रकम चाहिँ दस्तुर निर्धारण गर्न सकिनेछ र आवास परियोजनाको हकमा रजिस्ट्रेसन परियोजनाका लागि तोकिएको न्यूनतम मूल्याङ्कनको 10% दरले हुन आउने रकम चाहिँ दस्तुरले जग्गा उपलब्ध गराउन सकिनेछ भनेर चाहिँ लेखिएको छ। र त्यसै गरी उपनियम 1 को परियोजनाका लागि प्रचलित कानुन बमोजिम जग्गाको रजिस्ट्रेसन परियोजनाका लागि तय भएको न्यूनतम मूल्याङ्कन वा आठा जोडिएको सोही प्रकृतिको जग्गाको न्यूनतम मूल्याङ्कन बमोजिम वा जग्गाको न्यूनतम मूल्याङ्कन निर्धारण हुन बाँकी रहेको जग्गाको हकमा प्रचलित कानुन बमोजिम न्यूनतम मूल्य निर्धारण समितिबाट जग्गाको न्यूनतम मूल्याङ्कन गराई दस्तुर निर्धारण गर्नुपर्ने भनेर लेखिएको छ। जसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यदि जुन जग्गा दिन लागेको छ अथवा उपलब्ध गराउन लागेको छ त्यसको आँठा जोडिएका नजिकका जग्गाहरूका दस्तुर निर्धारण भइसकेको छ त्यसैलाई आधार लिएर दस्तुर निर्धारण गर्न सकिनेछ। यदि त्यो जग्गाको चाहिँ के छ भन्दाखेरि चाहिँ दस्तुर निर्धारण गरिएको छैन भनेपछि चाहिँ न्यूनतम मूल्य निर्धारण समितिबाट त्यस्तो जग्गाको न्यूनतम मूल्याङ्कन गराएर दस्तुर निर्धारण गर्नुपर्ने छ भन्ने व्यवस्था गरेको छ। र भूमि सम्बन्धी नियमको 41 ठमा जग्गाबाट हटाउन सक्ने व्यवस्था पनि राखिएको छ। जसमा के लेखेको छ भनेपछि चाहिँ आयोगले ऐनको दफा 52 ख को दफा 4 मा उल्लेखित जग्गा नियम 41 ख वा 41 ग मा उल्लेखित क्षेत्रभन्दा बढी जग्गामा बसोबास वा आबाद कमात गरेको वा 41 त बमोजिम जग्गा खाली नगर्ने भूमिहीन दलित भूमि सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई सो जग्गाबाट हट्न वा जग्गा खाली गर्न बढीमा 3 महिनाको म्याद दिई सार्वजनिक रूपमा सूचना प्रकाशन गर्नुपर्ने छ भनेर लेखेको छ। जस्तै 52 खको उपदफा 4 भनेपछि अघि देखाएको जुन जुन जग्गामा बस्न मिल्दैन भनेको थियो त्यो हो। र 41 ख र 41 ग बमोजिम भूमिहीन सुकुम्बासी र भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने क्षेत्रफलको मापदण्ड हो। कति जग्गा दिन मिल्ने भन्ने छ त्योभन्दा बढी जग्गाहरू र 41 ट बमोजिम चाहिँ यदि कसैले म रासो तिर्दैन म यहाँ बस्दैन भनेपछि चाहिँ उसले चाहिँ त्यहाँदेखि हट्नुपर्छ भन्ने कुरो छ। र ती बमोजिम जग्गा पाइसकेर अथवा बढी भइसकेको जग्गामा छोड्नुपर्ने हक नछोडी बसेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई चाहिँ सो जग्गाबाट हट्नका लागि वा जग्गा खाली गर्न बढीमा 3 महिनाको म्याद दिई सार्वजनिक रूपमा सूचना प्रकाशन गर्नुपर्ने छ भनेर लेखिएको छ। ओके। र उपनियम 1 बमोजिम म्यादभित्र त्यस्तो जग्गाबाट नहट्ने वा खाली नगर्ने भूमिहीन दलित भूमि सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई आयोगले सम्बन्धित स्थानीय तह र प्रहरीको सहायताले त्यस्तो जग्गाबाट हटाउनेछ भनेर लेखिएको छ। र उपनियम 2 को परियोजनाका लागि आयोगले सहयोग मागेमा सम्बन्धित स्थानीय तह र प्रहरीले त्यस्तो सहयोग उपलब्ध गराउनु पर्ने छ भनेर चाहिँ लेखिएको छ। यो चाहिँ जग्गाबाट हटाउने व्यवस्था राखिएको छ। र आवास उपलब्ध गराउन सक्ने पनि कुरा लेखिएको छ। यी नियमहरूमा अन्यत्र जुनैसुकै कुरा लेखेको भए तापनि आयोगले काठमाडौँ उपत्यका र महानगरपालिका
उपमहानगरपालिका र नगरपालिकाको सहरी क्षेत्रमा भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई जग्गाको सट्टा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सामूहिक वा एकल आवासीय इकाइ उपलब्ध गराउन सक्नेछ भनेर लेखिएको छ। जस्तै अहिले पनि सुकुम्बासीले व्यवस्थापन गर्नको लागि अपार्टमेन्टहरू टाइपका है एकीकृत बस्तीहरू बनाएका हुन्छन् अथवा एकीकृत आवासीय बिल्डिङहरू बनाएका हुन्छन् है, त्यस्तो चाहिँ व्यवस्था गर्न सक्नेछ भनेर लेखिएको छ। र आयोगले काठमाडौँ उपत्यका र महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिका सहरी क्षेत्रमा झुपड सलम बस्तीलाई नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सामुदायिक एकीकृत बस्ती विकास वा जग्गा विकासको माध्यमबाट बस्ती व्यवस्थापन गर्न वा गराउन सक्नेछ भनेर लेखिएको छ। जस्तै आवास उपलब्ध गराउने सम्बन्धमा यो झुपड बस्ती अथवा स्लम एरिया भन्छौँ हामीले, त्यसमा चाहिँ व्यवस्थापन गर्नको लागि सामुदायिक एकीकृत बस्ती विकास गर्ने वा जग्गा विकास गरेर चाहिँ सो माध्यमबाट बस्ती व्यवस्थापन गर्न सक्नेछ भन्ने पनि लेखिएको छ। र जग्गा उपलब्ध गराउने अन्य व्यवस्थाहरू लेखिएको छ। जस्तै ऐनको दफा 52 क 52 ख र 52 ग बमोजिम भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन साबिकमा नापी भएको जग्गा भए विद्यमान फिल्बुक तथा प्लट रसेर नापी नभएको जग्गा भए नाप नक्सा गरी सोही आधारमा तयार भएको प्रमाणित जग्गा धनी दत्ता श्रेष्ठ बमोजिम निजलाई उपलब्ध गराउनु पर्नेछ भनेर लेखिएको छ। त्यसै गरी चाहिँ नियम 1 बमोजिम तयार भएका नक्सा फिल्बुक र प्लट रसेर आयोगबाट प्रमाणित गरी नापी कार्यालय वा सोसँग सम्बन्धित जग्गा धनी दत्ता श्रेष्ठ मिसिल वा निर्णय पुस्तिका आयोगबाट प्रमाणित गरी कार्यालयमा पठाउनु पर्नेछ भनेर लेखिएको छ। जस्तै उपनियम 2 बमोजिम प्राप्त जग्गा धनी दत्ता श्रेष्ठ मालपोत कार्यालयबाट अद्यावधि भएपछि मात्र लागू हुनेछ भनेर लेखिएको छ। जस्तै आयोगले लाल पूर्जा अथवा जग्गा धनी दत्ता प्रमाण पूर्जा चाहिँ वितरण गर्छ र त्यो वितरण भएको पूर्जा चाहिँ 60 दिनपछि चाहिँ सम्बन्धित मालपोत कार्यालयमा चाहिँ गएर अद्यावधि गर्नुपर्ने हुन्छ र अद्यावधि गरेको मितिदेखि बल्ल त्यसको चाहिँ लागू भएको मानिन्छ र 10 वर्षको जुन अवधि हो त्यहाँदेखि गणना हुनेछ भनेर चाहिँ लेखिएको छ। र यहाँ लेखिएको छ उपनियम 3 बमोजिम श्रेष्ठ अद्यावधि गरेपछि मालपोत कार्यालयले यी नियमहरूको बमोजिम तयार भएको जग्गा धनी दत्ता श्रेष्ठ र जारी गरेको जग्गा धनी दत्ता प्रमाण पूर्जा सहित भूसूचना प्रणालीमा अद्यावधि गर्नुपर्नेछ र त्यसरी अद्यावधि गर्दा सो जग्गा अद्यावधि गरेको मितिले 10 वर्षसम्म बिक्री वितरण गर्न नपाउने बेहोरा जनाउनु पर्नेछ भनेर पनि लेखेको छ है। यस्तो हकमा पनि के छ भने बिक्री वितरण गर्न नपाउने गरी चाहिँ व्यवस्था गरेको छ। र यी नियमहरू बमोजिम जग्गा नाप नक्सा गर्दा सरकारी जग्गा नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा निकाय वा सामुदायिक विद्यालयले भोग चलन गरेको पाइएमा है ओके त्यस्तो जग्गा धनी दत्ता श्रेष्ठ र जग्गा धनी दत्ता प्रमाण पूर्जा नेपाल सरकारको स्वामित्वमा कायम गरी सम्बन्धित निकायले प्रयोग गर्न दिन सकिन्छ भनेर लेखेको छ। जस्तै के छ भन्दाखेरि चाहिँ सरकारी जग्गा पनि नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा निकाय वा सामुदायिक विद्यालयले चाहिँ भोग चलन गरेको रहेछ भने चाहिँ त्यस्तो जग्गा चाहिँ नेपाल सरकारको नाममा लिएर सो निकायलाई चाहिँ उपयोग गर्न दिन सकिनेछ भनेर लेखिएको छ। र यी नियमहरू बमोजिम आयोगले जग्गा उपलब्ध गराउँदा भूमिहीन दलितलाई पहिलो प्राथमिकता राखी उपलब्ध गराउनु पर्नेछ भनेर लेखिएको छ। जस्तै के छ भन्दाखेरि चाहिँ भूमिहीन सुकुम्बासी भूमिहीन दलित र के अरे अव्यवस्थित बसोबासीको हकमा चाहिँ भूमिहीन दलितलाई चाहिँ टप मोस्ट प्रायोरिटी दिएर चाहिँ के छ उसलाई चाहिँ जग्गा उपलब्ध गराउनु पर्नेछ भनेर लेखिएको छ। र जग्गा उपलब्ध नगराइने अवस्था पनि लेखिएको छ। जस्तै के छ भने चाहिँ कुनै व्यक्ति वा संस्थाको नाममा दत्ता रहेको जग्गामा बसोबास गरेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई त्यस्तो व्यक्ति वा संस्थाको जग्गा उपलब्ध गराइनेछन् भनेर लेखिएको छ। तर उपनियममा चाहिँ एउटा क्लज राखिएको छ। उपनियम 1 मा जुनसुकै कुरा लेखेको भए तापनि प्रचलित कानुन बमोजिम बसोबास व्यवस्थापन गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित संस्थाको जग्गामा बसोबास वा आबाद कमत गरेको भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समेतको एकीकृत समन्वयात्मक ढङ्गले व्यवस्थापन गर्न उपयुक्त देखिएमा त्यस्तो संस्थाको सम्बन्धित कानुन र यी नियमहरूको अधीनमा रही आयोग र सम्बन्धित संस्थाको सहमतिमा नियम 41 ख वा 41 ग मा उल्लिखित क्षेत्रफलमा नबढ्ने गरी त्यस्तो संस्थाको जग्गाबाट यी नियमहरू बमोजिम भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न सकिन्छ भनेर लेखेको छ। जस्तै कहिलेकाहीँ के भइदिन्छ भने चाहिँ भूमिहीन
दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू कहिलेकाहीँ स्कुलहरूको जग्गामा विद्यालयहरूको जग्गामा बस्दिने संस्थानहरूको विद्यालयमा बस्दिने गरेका हुन्छन् र त्यस्तोमा चाहिँ के छ भन्दाखेरि उनीहरूको नियम बमोजिम र यी भूमि सम्बन्धी नियमहरू बमोजिम चाहिँ यदि जग्गा दिन मिल्छ भनेपछि चाहिँ क्षेत्रफलको हदभन्दा बाहिर नगई जग्गाहरू चाहिँ वितरण गर्न सकिनेछ भनेर पनि व्यवस्था राखिएको छ र उपनियम 2 बमोजिम जग्गा प्राप्त गर्ने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आयोगले नियम 41 ख बमोजिम जग्गा उपलब्ध गराउने छैन भनेर लेखिएको छ। जस्तै 41 ख भनेपछि अव्यवस्थित बसोबासी सम्बन्धी हो र भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई चाहिँ यसरी जग्गा उपलब्ध गराउँदाखेरि चाहिँ अव्यवस्थितको रूपमा थप जग्गाहरू चाहिँ उपलब्ध गराउन सकिने छैन भनेर चाहिँ लेखिएको छ र जग्गा धनी तथा प्रमाण पूर्जा उपलब्ध गराउने भन्ने कुरो लेखिएको छ। यसमा चाहिँ नियम 41 ख र नियम 41 ग बमोजिम भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसलाई जग्गा उपलब्ध गराउँदा पति वा पत्नीको सकलमा रहेको भए दुवैको संयुक्त नाममा जग्गा धनी प्रमाण पूर्जा बनाए स्थानीय तह मार्फत उपलब्ध गराइन्छ भनेर लेखेको छ। जहिले पनि भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासीको हकमा प्रमाण पूर्जा जग्गा धनी तथा प्रमाण पूर्जा बनाउँदाखेरि चाहिँ यदि श्रीमान र श्रीमती सँगै रहेको हकमा चाहिँ दुवैको नाममा चाहिँ सकलमा चाहिँ त्यस्ता के अरे त्यस्ता जग्गा धनी प्रमाण पूर्जाहरू बनाउने गरिन्छ र सो जग्गा धनी तथा प्रमाण पूर्जा चाहिँ माल सम्बन्धित आयोगले स्थानीय तह मार्फत चाहिँ वितरण गर्नेछ अथवा उपलब्ध गराउनु पर्नेछ भनेर चाहिँ लेखिएको छ। र यति गर्दा चाहिँ हाम्रो भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासीका बारेमा हामीले अध्ययन गऱ्यौँ र यसमा चाहिँ भूमिहीन दलित भूमिहीन सुकुम्बासी कस्ता व्यक्तिलाई भनिन्छ र अव्यवस्थित बसोबासी कस्तालाई भनिन्छ, भूमिहीन सुकुम्बासी भूमिहीन दलित अव्यवस्थित बसोबासीलाई कस्ता जग्गाहरू उपलब्ध गराइन्छ, जग्गा उपलब्ध गराउन नमिल्ने जग्गामा बसेका भए के कस्तो व्यवस्थापन गरिन्छ, कति जग्गा उपलब्ध गराइन्छ, कति रासो निर्धारण गरिन्छ, रासो तिर्न नसकेको हकमा के कस्तो गरिन्छ, यदि उसले पहिल्यै जग्गाहरू पाएको छ भने चाहिँ के कस्तो गर्ने भन्ने कुराहरू चाहिँ यसमा लेखिएका छन्। भनेपछि यति कुरा थाहा पाएर चाहिँ हामीले चाहिँ भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी नेपालमा रहेका विद्यमान कानुनी व्यवस्थाहरूको बारेमा अध्ययन गरेका छौँ र यही कानुन बमोजिम चाहिँ नापिका कर्मचारीहरूले अथवा विभिन्न आयोगहरू फर्मेसन भएका आयोगहरूबाट चाहिँ जग्गाहरू भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई चाहिँ उपलब्ध गराउन सकिने व्यवस्था रहेका छन्। र यति भन्दै आजको यस टपिक यही बन्द गर्न चाहन्छु। धन्यवाद।